अस्ति जानकी मन्दिरमा जे भयो त्यो गलत भयो, त्यो चाहिँ के भएर भयो, त्यो छानबिन गर्छ होला। भोलिको दिनमा 2 जना 4 जना मान्छेले उचालेर गरेको रहेछ भने त्यो 2 4 जना मान्छेलाई कडाभन्दा कडा कारबाही हुन्छ। यो कुरालाई ठुलो कुरा लिनु पर्दैन भनेर अभिव्यक्ति दिनुपर्ने होइन हर्कका साम्पाङ भन्ने जन्तुले, हो कि होइन? मैले भने होइन, तपाईँले माइक समातेर के बोलिरहनु भएको छ? हाम्रो हातमा दही जमाएर राखेको छैन। हामीले हान्न सके भए, पिट्न चाहेको भए रगतको खोला बग्थ्यो। तपाईँ रगतको खोला बगाउनको लागि राजनीतिमा आउनुभएको हो। तपाईँले गर्दाखेरि अहिले कस्तो इफेक्ट परिरहेछ थाहा छ यो समाजमा। अहिले तपाईँले त्यस्तो अभिव्यक्ति दिएको कारणले तपाईँको समुदायको मान्छेबाट तेरो मन्दिर भत्काइदिन्छु, टपरेहरू तिमीहरू कहाँबाट आएका हुन्? तिमीहरू त नेपालको मान्छे नै होइन। तिमीहरू जस्तो लुटेर टपरे लुट्यो के गर्छस् त? त्यतिखेर किन लखड्न सकेन त? कहाँबाट आएको तँला जा त्यहीँ भनेर। अहिले यतिखेर तिमीहरूले राज गर्न नसकिसके पछाडि अहिले यतिखेर टपरेर सपरे अनि त्यसपछि मन्दिर जलाइदिन्छु भन्ने छोएर हेर त मन्दिरलाई एकचोटि। कस्तो मुला पागल जस्तो बनाइदिन्छ यार। हामी जस्तो घरमा बसेर आफ्नो बालबच्चा पालेर चाहिँ एउटा एकलौटी कामसाम गरेर चाहिँ नि बसिरहेको मान्छेलाई सम्म यसरी खुन खोल्निस गरेर बोल्ने कसले अधिकार दियो तिमीहरूलाई? एकचोटि मन्दिर त के जलाउने, मन्दिर जलाएर हेर त के छोएर हेर्न आइज न, एकचोटि राको बाल्दै आयो त। त्यो के भएको के तिमीहरूलाई भएको चाहिँ के? तिमीहरूको यति धेरै बल पुगेर यति धेरै रिस पुगिरहेको भएदेखि तिमीहरूसँग कसले टक्कर गर्छ दाजुभाइ? यता हिन्दूपट्टिबाट यता बाहुन क्षेत्रपट्टिबाट पनि त कोही यस्तो अहिले त पहिलाको जस्तो बाहुनले सुल्ला मात्रै हिँड्दैन होला नि त। अहिले त पऱ्यो भने हान्छ पनि होला नि। हो त्यो हान्न सक्ने कोसँग रिस उठेको छ जम्का भेट गरेर एउटा ठुलो त्यो टुडी खेल होइन, त्योभन्दा राजधानीभन्दा बाहिर एउटा ठाउँमा गएर चाहिँ नि हात हतियार चाहिँ नलैजाओ। त्यहाँ गएर 2 घन्टा जुधेर आऊ। कोहीले सकेसम्म आँखा फुटाइदियो, हात टाउको फुटाइदियो, हान दियो, जे गर्न मन लाग्छ त्यहाँ गर्दै आऊ। मान्छे चाहिँ नमारा हो। जेल जानुपर्छ फेरि आनन्दले, यो मेरो देश भनेर बस्न पनि पाइँदैन, आकाश पनि देख्न पाइँदैन। जेल नगएसम्म मात्रै हो। जेल गइसकेपछि जेलको हावा, जेलभित्र पसिसके पछाडि त्यो जेलको महसुस कस्तो हुन्छ त्यहाँनिर गएपछि थाहा हुन्छ। अहिले मै हुँ भनेर कसैले भन्नै पर्दैन। मान्छे मार्ने काम नगराओ। त्यहाँ गएर सके बल जुधेर ओहो 2 घन्टा जुधिसके पछाडि तिमीहरूको बल सिद्धिन्छ होला नि त। यता पछिबाट नि उता पछिबाट नि। त्यसपछि चाहिँ ओहो हामी त नेपाली रहेछौँ है भनेर आयो। यसरी जुत्न सक्नेहरू चाहिँ क्या फेरि। तर यस्तो अभिव्यक्तिले गर्दाखेरि तपाईँको जस्तो अभिव्यक्तिले गर्दाखेरि यहाँ सर्वसाधारणको खुन खोलिरहेछ। हामीलाई रिस उठिसक्यो। मन्दिर भत्काइदिन्छु ल छोएर हेर आऊ त भन्न खोजेको के हो? ल एकचोटि छो त के बोलिरहेछ हौ भनेको जे नै बोलिदिने। तपाईँले चाहिँ सम्झाउनु पर्ने थियो के? तपाईँले जे हुनु थियो गलत भयो। अब यस्तो भइसके तपाईँले यस्तो भइसके पछाडि यसलाई ठुलो कुरा नलिउँ भनेर तपाईँले त्यो माइक समातेको बेलामा त्यो बोल्नु भएको भए आज यो सामाजिक सञ्जालतिर टिकटक लाइभमा